मैले बुझिहालेँ मैले नि बुझेँ तपाईको अडियन्सले नि बुझ्नु होला अर्डिनेन्सको विषयमा अध्यादेशको विषयमा हिजो गरिएको विरोध अथवा त्यो गलत हो भनिएको त्यसको कन्टेन्ट त्यसको उद्देश्य हेरेर हो सिङ्गो अध्यादेशको मात्र कुरा गरिएको छैन हामीले ल्याउने अध्यादेशले कसैको पार्टी फुटाउने अभिप्राय राखेको छ कि छैन हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने आफ्नालाई बचाउने सरकारी जग्गा जमिन हडप्ने बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ हामी त्यस्तो भ्रष्टता गर्दैनौँ असाधारण कुनै परिस्थिति आयो भने बेग्लै कुरा हो राजनीतिमा तर त्योभन्दा बाहेकको परिस्थिति यो होइन हामीले अहिले केका लागि गरेका छौँ त्यसको कन्टेन्ट यहाँहरूले सोध्नुभएको भए अध्यादेश मात्र नभनेर अध्यादेशका विषयवस्तु मात्र भन्नुभएको भए त्यो अझ बढी न्यायपूर्ण हुन्थ्यो होला तर खैर केही छैन प्रश्न त उठिहाल्छ प्रश्न उठेपछि हामीले जवाफ होइन समाधान पनि दिनुपर्छ त्यसकारणले अध्यादेशका विषयमा हिजो मैले गरेको विरोध कई वर्ष अगाडिको तपाईँहरूले टिप्पणी भन्नुभएको खोज्नुभएको होला धेरै पुरानो पनि छैन केही छैन पुरानो नयाँ त्यसको ओनरसिप त लिनु पर्यो नि आफूले बोलेका अभिव्यक्तिहरूबाट भाग्ने त कुरा हुँदैन नि त्यसलाई त र त्यसलाई कुतर्क गरेर पन्सिने कुरा पनि आउँदैन सत्य जे हो त्यही कुरा गर्नुपर्ने त्यस कारणले हामीले ल्याएको अध्यादेश हामीले जुन जनमत हामीले प्राप्त गर्यौँ त्यो जनमतमा एउटा अपेक्षा छ तपाईँ बताउनुहोस् एउटा संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ अदालतबाट चाहिँ एउटा पूर्णपाठ पनि नआएको अवस्था छ अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नुपर्ला हामीले ती पदपूर्ति त हामीले गर्नुपर्ला र पदपूर्ति गर्दाखेरि रासोपाले स्वाभाविक रूपमा के भनेको छ भने त्यो त एउटा मेरिटोक्रेसीलाई ध्यान दिएर हामीले नियुक्तिहरू गरेका छौँ अहिले पनि तपाईँले सार्वजनिक सूचनाहरू देख्नुभएको छ होला हामीले आह्वान गरेका छौँ योग्य क्षमतावान मानिसहरूलाई र फ्री कम्पिटिसनबाट त्यस्ता ठाउँहरू पदपूर्ति गर्न खोजेका छौँ आफन्त त हाम्रा पनि थिए होला नि ती योग्य पनि होलान् शिक्षित पनि होलान् तर हामीले योग्य नेपाली नागरिकका लागि ती पदहरू समर्पित गऱ्यौँ अब पनि हामीले गर्ने त्यो संवैधानिक निकायहरूलाई खाली राख्न सक्दैनौँ र कानुनी रिक्ततालाई हामीले कहिलेसम्म कायम गरिरहने त्यो रिक्तता पूर्ण गर्नको निमित्त संवैधानिक परिषद सम्बन्धी अध्यादेश छ त्यसले त्यो अनुसारले काम गर्छ सहकारी पीडितको बारेमा नारा लगाएर मात्र भएन मकै पोल्नेको पैसाको कुरा गरेर मात्र भएन 1 रुपियाँ कसैले फिर्ता पाएको छैन पीडितलाई सम्पत्ति जफत गरेर भए पनि पैसा त फिर्ता दिनु पर्यो कि त्यसलाई कुराउने अझै 2 महिना कुरौँ 4 महिना कुरौँ 15 महिना कुरौँ त भन्ने होइन त्यो त आजै चाहियो अहिले चाहियो जति छिटो चाहियो अर्को कुरा पूर्ववर्ती सरकारले नियुक्त गरेका नियुक्तिहरूमा प्रश्न उठाउने माइकहरू यिनै होइनन् यही क्यामेराहरू होइनन् र त्यो प्रश्नहरू खिच्ने ती नियुक्तिहरूमा राम्रा मान्छेहरू छैनन् भनेको होइन ती राम्रा मान्छेहरूलाई पुनर्नियुक्ति गर्नको लागि राष्ट्रपाललाई कुनै अप्ठ्यारो छैन तर राजनीतिक नियुक्तिहरू परिवारवादमा गए पार्टीका नजिकका मान्छेहरूले पार्टीमै पोजिसन भएका कारणले पार्टीको राजनीतिक आस्था र आडका कारणले राज्यका निकायहरूमा भर्ती केन्द्र भयो भनेर उठेको होइन र प्रश्न कयौँ राजनीतिक नियुक्तिहरूमा त पैसाको चलखेल भयो भनेर प्रश्न उठेको होइन र तिनलाई सम्बोधन गर्नको निमित्त हामीले पाएको म्यान्डेट त्यो फेर त्यो हटाऊ भनेर पाएको म्यान्डेट त होला नि कि त्यसलाई 4 महिना पुरा 5 महिना पुरा भन्नु पर्ला हामी सबै गरिसक्छौँ जुन चिजका लागि कुर्नुभन्दा छिटो गर्नु वाञ्छनीय हुन्छ त्यस्ता कुराहरूलाई अध्यादेश मार्फत सरकारले ल्याएको अध्यादेशको विषयवस्तु त्यसको उद्देश्य त्यसको नियतमा प्रश्न छ भने यहाँहरूले मलाई जहिले पनि प्रश्न गर्न सक्नुहुन्छ तर यसको नियत जनतालाई राहत दिने रिक्त ठाउँहरूलाई मेरिटोक्रेसीको आधारमा भर्ने त्यो एउटा पवित्र राम्रो असल नियत र उद्देश्यका साथ र टाइमली गर्नुपर्ने चिज टाइमली गर्नुपर्ने हुन्छ हामी त्यसको लागि हामी तयार भएका हौँ नत्र लोकतन्त्रका आधारभूत कुराहरूलाई भत्काउने त्यसलाई वास्ता नगर्ने ओली पथ भन्नुभयो तपाईँले यो अर्को पथ त्यतातिर जाने भए कि हामीले एउटा संवाद पनि नगरिकन हामीले सार्वजनिक लेखा समिति उपलब्ध त्यो त के भने त्यो त एउटा मर्म हो बाध्यता यस्ता चिजहरू त हामी कुरा भएको हुनाले अध्यादेशको कुरामा चारवटा प्रतिपक्षी दलहरूले राष्ट्रपति ज्यू अलोकतान्त्रिक भयो भनेर चारवटा आह्वान गरिसक्नु भएको छ राष्ट्रपति ज्यूलाई फिर्ता पठाइ दुईटा हुन्छ प्रतिपक्ष एउटा विरोध गर्ने कुरा हुन्छ एउटा विरोधी बन्ने कुरा हुन्छ विरोधी त सधैँ विरोधी नै भइहाल्यो तर विरोध गर्ने त उहाँहरूको एउटा लोकतान्त्रिक अधिकार पनि हो तर यो कहाँबाट अलोकतान्त्रिक यो कहाँबाट चाहिँ नि असंवैधानिक भएछ त्यो मैले
मैले प्रतिक्रिया हेरेर पाएको छैन। यो होइन, यो अभ्यास नै यो लोकतन्त्रलाई मजबुत गराउनको निमित्त, इन्स्टिट्युसन्सहरूलाई बलियो बनाउनको निमित्त संविधान प्रदत्त अधिकारको दुरुपयोग गरेको होइन, यसलाई सही सदुपयोग गरेको हो। त्यसमा कुनै विधि मिचिएको होइन, त्यसको उद्देश्य पवित्र छ, त्यसको कारण आधारहरू स्पष्ट छन्। त्यसकारणले यो गैर कानुनी पनि होइन, संविधानले दिएकै कुरा भएको हुनाले तपाईँले मलाई यति धेरै प्रश्न अर्डिनेन्समा गर्दा अर्डिनेन्सको यो व्यवस्थाले चाहिँ लोकतन्त्रलाई खतरा पार्यो नि, यसले त तपाईँहरूले आफ्नो मान्छे पोस्नु भयो नि भन्ने प्रश्न त एउटा पनि आएन नि। छ भने गर्नुहोस् न। त्यो भन्दा पनि खासमा कस्तो भने सबैलाई सोध्ने गरेको छु मैले चाहिँ यो ढोका खुला हुँदाहुँदै भित्ता नै फुटाएर चाहिँ चोर बाटोबाट किन पसेको, बानी पर्छ कि आदेश र अध्यादेशबाट चल्ने आदत बस्छ कि भन्ने कुराको डर हो क्या। यो गर्दैनौँ, यो त गलत भयो भन्ने कुरा यो तपाईँले सचेत गराउनु भयो। तर एउटा कुरा के हुन्छ भने अब यो ओपिडी र इमर्जेन्सी त अलग हो नि। इमर्जेन्सी परेको बेलामा ओपिडीमा लाइन लगाएर लाग त भन्न भएन नि। संवैधानिक रिक्तता कायमै छ, अर्को 3 महिना 2 महिना 3 महिना प्रोसेस गरेर त्यो रिक्ततालाई कायमै राख्ने कुरा कतिको जायज होला। कतिपय साथीहरूले भन्नुहुन्छ एउटा रुखले गर्दाखेरि यहाँ विकास निर्माण अल्झियो, हजुर हामी त गर्नै सकेनौँ भन्ने भएको छ। अब 3 महिना विकास निर्माण ठप्प पारिदिने त हामीले यस कारण विकास निर्माणसँग सम्बन्धित, नागरिकको जनस्वास्थ्यसँग सम्बन्धित र विशेष गरेर राजनीतिक नियुक्ति, अलिकति प्रश्नहरू उठेका राजनीतिक नियुक्तिहरूलाई मेरिटोक्रेसीमा लैजाने उद्देश्यका साथ हामीले यी कामहरू गरेका छौँ। त्यस कारणले यसका अन्तर्वस्तुमा प्रश्न भयो भने सही हो, तर यो आफै यो प्रक्रिया यो सिङ्गो अध्यादेश ल्याउनु नै गलत भन्ने कुरा चाहिँ त्यसका उद्देश्यमा भर पर्छ। फेरि पनि भन्छु म, कुनै पार्टी फुटाउन ल्याएको पनि होइन, अर्काको मान्छेलाई फसाउन या कुनै सरकारी सम्पत्तिलाई दोहन गर्न, कसैलाई जागिर दिन या यस्तो उद्देश्यले नल्याएको हुनाले यसको अन्तर्वस्तु एकदमै सही छ। अब तपाईँले थाहा पाइहाल्नुहुन्छ सबै चिज।